प्रतिपक्षी दलहरूको अवरोधबीच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित गरेको छ। प्रधानमन्त्री बाल्यान्सारे संसदमा उपस्थिति भई संसदका प्रश्नमा जवाब दिनुपर्ने माग गरेर प्रतिपक्षी दलहरूले बिहिबार पनि सभामा अवरोध गरेका थिए। प्रतिपक्षी दलहरूले रोस्टरमा अघि नाराबाजी गरिरहेका बेला सभामुख डोल्पासा अर्यालले सभाको कारबाही अघि बढाउनु भएको थियो। अवरोधबीच 3वटा विधेयक संशोधन दर्ता प्रविमियाका लागि पनि स्वीकृत भएका छन्। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन पछिको सभामा अवरोधबीच कार्यसूची अघि बढाइएको यो पहिलो पटक हो। प्रधानमन्त्री नेपाली काङ्ग्रेस नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र प्रजा पार्टी राप्रपाले यथास्थान र रोस्ट्रम अगाडिबाट नाराबाजी गरेका थिए। नाराबाजीबीच सदन कार्यसूचीमा प्रवेश गराइएको हो। पहिलो बैठकमा अवरोध भएपछि सभामुख अर्यालले प्रधानमन्त्री बाल्यान्सासँग समेत परामर्श गर्नुभएको थियो। परामर्श पछिको दोस्रो बैठकमा अर्यालले अवरोधबीच कार्यसूची अघि बढाउनु भएको हो। अवरोधबीच अर्थमन्त्री डाक्टर स्वर्णिम बागलेले विधेयकको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। सभाबाट फास्ट ट्र्याकमा विधेयक पारितको कार्यसूची बिहिबारका लागि तय भएको थियो। विधेयकमा दर्ता भएका 6वटा संशोधनमध्ये सत्तारूढ दल स्वतन्त्र पार्टी रासोपाका संसदीय लिमा अधिकारी आचार्य र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो। छलफलमा भाग लिने क्रममा अधिकारी र कार्कीले सरकारले संशोधन स्वीकार गर्ने जानकारी दिएको, आफ्नो संशोधन फिर्ता लिएको जानकारी गराउनु भएको थियो। यस्तै ताजा समाचारको लागि हाम्रो च्यानल साज्ञालाई सब्स्क्राइब गर्नुहोला। आजलाई यति नै, धन्यवाद।